बेलायतमा हामीले 12,000 सेना पालेर राखेको छ नेपालले ल्याङ गरेर भने हामी बेलायतसँगै आउँछौँ नेपालमा अट्याक गर्न कसले के गर्छ च्यालेन्ज ओन्ली च्यालेन्ज ल च्यालेन्ज ओन्ली च्यालेन्ज ल कसैले पनि थाहा पाएको छैन अहिलेसम्म राजनीति गर्ने हाम्रो युवा पक्षमा कोही पनि मिडियामा आएर बोलेको छैन बेलायतमा हाम्रो सेना छ 12,000 सेना आएर अनि यहाँ चाहिँ मिसालो हान्दियो भने त यहाँ सिद्धिन्छ त नेपाल चाहिँ यहाँ चाहिँ मिसालो हान्दियो भने त यहाँ सिद्धिन्छ त नेपाल चाहिँ ब्रिटिस सेना हो हामीले पालेर राखेको ब्रिटिसको अलगै छ यार तपाईँ के सिकाउनुहुन्छ मलाई हामीले पालेर राखेको ब्रिटिसको अलगै छ यार तपाईँ के सिकाउनुहुन्छ मलाई ब्रिटिसले पाले त्यो चाहिँ त्यस्तो चुप लाएर बोल्नु तपाईँ धेरै आल्तु फाल्तु बोल्नुभयो भने तपाईँलाई पनि फेरि भर्खरै गायब गरिदिउँला फेरि याद गर्नुहोस् चुप लाएर बोल्नु तपाईँ धेरै आल्तु फाल्तु बोल्नुभयो भने तपाईँलाई पनि फेरि भर्खरै गायब गरिदिउँला फेरि याद गर्नुहोस्